हेलो एभ्रिवान, हामी छौँ अहिले गङ्गपुको बस पार्कमा र अहिले सिचुएसन देखि सक्नुहुन्छ। अहिले 10को टाइम पनि भएको कारणले अलिकति पिक नै छ मान्छेहरूको फ्लो। र हामी कहाँ लाग्दैछौँ अहिले दिदी? बेनीको बस खोज्दैछौँ। वेलकम ब्याक एभ्रिवान, हामी बसमा बसिसकेको छौँ। हेलो, हाम्रो टोलीहरू रेडी छौँ र अब केही बेरपछि हामी हाम्रो टाउको दुखिरहेको छ गाडी एकदम मैले कारणले हामीलाई सबैलाई टाउको हामी दाजुभाइ आइपुगिसकेको छौँ र हामी अब जिप बुक गरेर हामी होमखोलातिर लाग्नेछौँ। सो वी आर लुकिङ फर जिप रिजर्भेसन। हिमालहरू भ्यूहरू एकदम राम्रो नै रहेको छ। इट्स मर्निङ 8 AM। हामी भर्खरै ब्रेकफास्ट खाएर अब तातो पानीबाट होमखोलातर्फ हामी जिप रिजर्भ गरेर लाग्दैछौँ र वेदर एकदम खुलिरहेको छ। मान्छेहरूको राइड आउने क्रम जारी नै रहेको छ, एज यु क्यान सी इन द ब्याक। र सो विदाउट फर्दर ड्यू, लेट्स स्टार्ट आवर जर्नी। तातो पानीबाट होमखोलातर्फ लाग्दैछौँ र यो चाहिँ हाम्रो जिप रिजर्भ गरेको, यहाँ देखि सक्नुहुन्छ। लगभग 6 जना छौँ। खोला जाने क्रममा वाटरफलहरू र the view is very amazing अनि वेदर एकदम खुलेको होमखोलातिर लागिरहेको छौँ र मैले हाम्रो एउटा जेठी साथी भेटिसकेँ। तपाईँको परिचय? मेरो नाम चाहिँ रोहित थापा हो। रोहित थापा, ऊ चाहिँ अछामबाट है? अछामबाट र हाम्रो एडभेन्चरस राइड भइसकेको छ। बुकै खोल्दैन क्या, त्यसको लागि च्याट युज गर्न आउँछ। हेलो, अन द वे, वी आर इन अन द वे। अनि एडभेन्चर एकदम रमाइलो गराएको छ। जिन्दगीमा अरू सुखी के गर्नु छैन, तर चाहिँ घुम्न चाहिँ नबिर्सिनु है। यस्तो एडभेन्चर किनकि लाइफ एकपटक आउँछ होइन। डर नमान्नुहोस्, यो पाएको लाइफलाई युटिलाइज गर्नुहोस् न मिस गर्नुहोस्। पैसा जम्मा गर्नुहोस्, के छ र आउनुहोस्। यस, हाम्रो साथी हुने जस्तै एक्सप्लोर गर्नुहोस्, घुम्नुहोस्, रमाइलो छ। हामी त्यो नर्थ एबिसी एकदम अहिले पिक टाइम नै रहेको छ र त्यो टाइममा चाहिँ हामी प्रकृतिको सुन्दरता हेर्न
गइरहेको छ सो स्टे ट्युन किप वाचिङ And one last thing, kill your overthinking and do action and explore. It's day 1 of our trek, North ABC. We are heading towards Humkola. Jeep ride. खोलामा लन्च खाएर अब हाम्रो आजको डेस्टिनेसन चाहिँ बुस्केट मेला रहेको छ। होपफुली हामी 5 देखि 6 बजेभित्र बुस्केट मेला पुग्ने टार्गेट रहेको छ र वेदर एकदम चिसो नै छ। हामी लगभग घरमा आउनलाई लगभग आधी घन्टा बाँकी छ र खोला एट द ब्याक एकदमै सफा र हाम्रो साथीहरू अगाडि बढिसक्नु भएको छ। दिदी कस्तो भइरहेको छ एक्सपिरियन्स? तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ पहिला खोला रहेछ। अहिले चाहिँ नर्थ अन्नपूर्ण बेस क्याम्पको टेल रुट बनाएको रहेछ। भर्खर यो रुट खोलेको 2-3 वर्ष मात्र हुँदा पनि मान्छेहरूको घुइँचो एकदम फ्लो नै युज रहेको छ यो दसैँको मुखैमा। र हामी हुमखोलाबाट झरनातर्फ लागिरहेको छौँ। पुरै घना जङ्गल र वहाँ लामो लामो डाँडा पहाड भिर, टु मच वाटरफल्स एन्ड आवर ट्रेकर हिरो। हामी अन द वे छौँ र तपाईँले देख्न सक्नुहुन्छ सिँढी नै सिँढी, ठाडो उकालो, चिसो मौसम
र म चाहिँ साथीहरूलाई कुरिरहेको अवस्था तलबाट बिस्तारै आउँदै हुनुहुन्छ। आइसकेको छु। तपाईँले पछाडि देख्न सक्नुहुन्छ अनि बाटो हेर्न सक्नुहुन्छ, पुरै ठाडो उकालो नै रहेको छ। र हाम्रो आजको डेस्टिनेसन भनेको गुराँसपाट रहेको छ। सो वी होप वी रिच देयर अन टाइम। आजको यात्रा हाम्रो तातोपानीबाट भएको थियो। तातोपानीमा हामीले बिहान 8 बजे ब्रेकफास्ट खाएर जिपमा 2.5 घन्टा लगभग लगाएर हामी हिमखोला पुग्यौँ। र हिमखोलाबाट हामी अहिले कुमकुम र फुटफुटे झरनामा पुगेको छौँ। र चारैतिरबाट सानो झरना देख्न सकिन्छ। ट्रेल जाने बाटोभरि पुरै वाटरफलले गर्दाखेरि भिजिने अवस्था रहेको छ। हामी फुटफुटे झरनाबाट अगाडि बढिसकेको छौँ र वी आर हेडिङ टु साडी खर्क। मौसम एकदम चिसो हुँदै गइरहेको छ। दिन ढल्दै जाँदाखेरि मौसम पनि चिसो हुँदै र हाम्रो हाइकिङ ट्रेल उकालो वाटरफल फेरि उकालो यस्तो छ नर्थ अन्नपूर्ण बेस क्याम्पको ट्रेल। हामी छौँ अहिले फाँट र यसको एलिभेसन रहेको छ 3320
meters from sea levels. अलिअलि चिसो चिसो छ र आजको लजिङको व्यवस्था टेन्ट पिचिङबाट हुँदैछ। वेलकम ब्याक एभ्रिवान। अहिले बजिरहेको छ 3:30 र अहिले हामी गुफा पार्कमा छौँ। बेस क्याम्प आइपुगिसकेको छौँ र क्याम्प एकदम सुनसान छ। यहाँ घरहरू भन्दा पनि टेन्टहरू मात्र रहेको देख्न सकिन्छ। यतापट्टि चाहिँ मान्छेहरू लगभग उठेर बेस क्याम्पतिर लाग्ने तस्कर गर्दै हुँदो रहेछ। सो हामी अब 3 घन्टापछि हाम्रो अन्नपूर्ण बेस क्याम्प नर्थमा प्रस्थान गर्नेछौँ। लगभग अन्नपूर्ण बेस क्याम्प नर्थको नजिक पुगिसकेको छौँ। एन्ड यु क्यान सी द निलगिरी साउथ अन द ब्याक, फलोड बाई कालीगण्डकी रिभर। मौसम एकदम चिसो छ, अलिअलि फाटोफुटो पानी परिरहेको अवस्था। हामी अब विदिन 1 hour 30 minutes अन्नपूर्ण बेस क्याम्प नर्थ यानी पञ्चकुण्ड पुग्नेछ। लगभग अन्नपूर्ण बेस क्याम्प नर्थको नजिक आइपुगिसकेका छौँ। एन्ड यु क्यान सी द भ्यू 180 degree माउन्टेन भ्यू। We have touched down the Annapurna Base Camp North, which is elevation at 4,119 meters. पानी चाहिँ अलिअलि सुकेको रहेछ अनि यो पनि अलिअलि कमै देख्न सकिन्छ। मान्छेहरूको घुइँचो एकदम बढी नै रहेको छ र हामी 1 घन्टा
गुफा फाट लाग्नेछौँ। अहिले हामी अन्नपूर्ण नर्थ बेस क्याम्पमा रहेको छौँ र यो चाहिँ हामीले अगाडि देखिरहेको निलगिरी साउथ र अलिकति यता आएपछि तिलेच्छो हिमाल र यतापट्टि रहेको छ हाम्रो अन्नपूर्ण नर्थ। राइट नाउ म चाहिँ धर्मशाला पुग्न लागेँ। करिब 1 घन्टाको हिँडाइपछि अन्नपूर्ण बेस क्याम्पबाट धर्मशाला पुग्न लागेँ र हाम्रो साथीहरू तल देख्न सक्नुहुन्छ र कोही साथीहरू भर्खर माथिबाट ओह्रालो लाग्दै हुनुहुन्छ। म चाहिँ बिचमा विथ एन एभरेज वाक भर्खरै बुस्केट मेलाबाट अगाडि बढिरहेको छु र अबको नेक्स्ट 1 आवर पछि हामीले गुफा फाट पुगेर हाम्रो टोली खाना खाएर हामी तल खोला जाने प्लान गरेको छौँ र ज्याकेट आउने उतार्ने क्रम जारी नै छ। कहिले घाम, कहिले पानी, कहिले बादल अनि पछाडि देखिरहनु भएको छ काठमाडौँ करेन्ट एकदम स्लो हाई नै छ। स्ट्रेट फ्रम अन्नपूर्ण वन। फाटबाट खाना खाएर खोलातर्फ लागिरहेको छौँ। एन्ड एज यु क्यान सी मैले पानी परिरहेको छु। ट्रक्सहरूको आउने जाने क्रम जारी नै छ। waterfall. We finally finished our shield Annapurna North Base Camp trek. So thank you for watching.
watching. Like, share and subscribe. See you in the next video. Peace out.